अर्को स्वागत छ सबभन्दा पहिला चुनावी अभियानमा हुनुहुन्छ यहाँको चुनावी अभियान र चुनावी परिणामको सफलताको कामना छ पहिला सुरु हुन्छ धन्यवाद। अहिले यहाँले चुनावमा हामी मत माग्न गइरहँदाखेरि अहिलेको राजनीतिक सामाजिक आर्थिक अवस्थाहरूलाई मतदाता समक्ष बुझाइराख्नु भएको छ नि। हामी देशको अवस्था के छ, हाम्रो आर्थिक अवस्था के छ, हामीले के गर्नुपर्छ र किन माटो चिन्हमा भोट हाल्नुपर्छ भनेर यहाँले बुझाउनुहुन्छ नि। यहाँको अभियानमा यहाँले मतदाताहरूलाई के भनिराख्नु भएको छ? पहिलो त चुनाव चिन्ह माटोमा होइन अञ्जुलीमा राखेको यस्तो गरेको छु, मा भोट हाल्नु भनेर भन्नुपर्छ सुरुमा हामीले भनिरहेछौँ। त्यो हाल्नुको कारण के किन हाल्नुपर्ने भन्ने कुरा चाहिँ आउँछ। त्यसमा चाहिँ अब यो देशको अर्थतन्त्र स्वाधीन अर्थतन्त्र भएन मैले देख्दाखेरि। हामी आफूले काम नगर्ने, अरूलाई काम गराउने, अरूले गरिदियोस् भन्ने खालको एउटा सामाजिक मनोविज्ञानबाट ग्रस्त पनि रहेछौँ हामी होइन। हामी सामान्य काम पनि आफूले गर्न मान्दैनौँ हाम्रो देशमा चाहिँ। जब देशको सिमाना पार गरेर परदेश गइन्छ त्यस पछाडि जस्तो सुकै काम पनि गर्न हामीले लाज पनि हुँदैन होइन। जस्तो काम पनि हामी गर्छौँ तर स्वदेशमा चाहिँ काम गर्दाखेरि अपमानित पनि भइदो रहेछ फेरि होइन। म आफैलाई पनि मैले नगर प्रमुख भएर जुन श्रमको अभियान सुरु गरेँ त्यस पछाडि धेरै अपमानित गर्न खोजे अरूले होइन। अनेक परिको चाहिँ अपमानजन्य नामहरू लगाइदिए, ढुङ्गे भने होइन, गधा गोरु पागल होइन, जङ्गली यावत नामहरू मैले काम गरेर पाएको नामहरू काम गर्दाखेरि, जसको दृश्य केही यहाँ पनि देख्न सकिन्छ। यो पहिला सबभन्दा पहिला ढुङ्गा बोकेको लगायत यो केही यहाँ पनि छ। यी सारा कामहरू के अरे काम गर्दाखेरि मैले त्यस्ता खालको अपमानजन्य नामहरू पाएँ। त्यसो हुँदाखेरि चाहिँ के रहेछ भन्दाखेरि एउटा नगर प्रमुख भएर पनि त्यति धेरै अपमानित मान्छेले गर्न खोज्दो रहेछन् भने एउटा सामान्य मान्छे यो देशमै म केही गर्छु भन्यो भने उसले जनसार कति अपमान सहनुपर्छ भनेको श्रमको अपमान हो। श्रमलाई त यहाँ त तपाईँको चाहिँ नि श्रम गर्ने श्रमिकलाई त यहाँ त सम्मान त छँदै छैन। त्यसो हुँदाखेरि चाहिँ मान्छे चाहिँ के रहेछ मैले के बुझेँ भन्दाखेरि चाहिँ हाम्रो देश किन उँभो लागेन भन्दाखेरि यहाँ काम गर्नु हुँदैन भन्ने मनोविज्ञान रहेछ होइन। काम गर्ने बित्तिकै सानो भइहालेछ। हल्लेर हिँड्यो सुकिलो मुकिलो भएर यसो हिँड्यो गफ गरेर हिँड्यो भन्दाखेरि चाहिँ ऊ चाहिँ निकै राम्रो रहेछ है भन्ने खालको रहेछ। त्यसो हुँदाखेरि चाहिँ अब श्रमलाई नै हेला गरेर राखेपछि त उत्पादन त श्रमबाट हुन्छ, निर्माण त श्रमबाट हुन्छ। अब उत्पादन पनि छैन निर्माण पनि छैन, दुइटै नभइसकेपछि त हाम्रो देशको अर्थतन्त्र त दह्रो हुने कुरो भएन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो देशको अर्थतन्त्र चाहिँ विदेश गएर पैसा लिएर आउनुपर्छ होइन। विदेशबाट पो पैसा कमाएर लिएर घर बनाउने हो त। विदेशको ऋण लिएर पो तपाईँको चाहिँ यहाँका विकासका बाटाघाटादेखि लिएर हरेक कुरा बनाउने हो त। स्वदेशमा त गर्नै हुँदैन भन्ने खालको रहेछ क्या। मैले यो कुरो पत्ता लगाएँ। त्यस पछाडि त्यो खालको जुन यथास्थितिवादी अथवा त्यो खालको भनौँ न पराधीन अर्थतन्त्रको मनस्थितिलाई चाहिँ परिवर्तन गर्नलाई मैले ठुलो विद्रोह गरेँ हो है। मैले चाहिँ नि यति सजिलो थिएन यो श्रमको अभियान यहाँ ल्याउनु, श्रम संस्कृति पार्टी यहाँ ल्याउनु यति सजिलो थिएन। ती सारा अपमान र दुनियाँभरका मुद्दा होइन अवरोध यी सारा कुरालाई चाहिँ पार गर्दै छिचोल्दै धकेल्दै अगाडि बढेको छु। र त्यसो भएको कारणले गर्दाखेरि ती सारा कुराहरूलाई पनि मैले नेपाली समाजलाई बुझाउनु छ। आफ्नै तपाईँको स्वदेशी अर्थतन्त्र होइन, आफ्नै चाहिँ नि आफ्नै पौरखले बाँच्नुपर्छ भन्ने हामीले नयाँ पुस्तालाई त झन् यो कुरा दिनैपर्छ। यो कुरा दिन सक्यो। त्यो हुँदाखेरि मेरो यसैमा क्वेसन के भन्नु, त्यो हुँदाखेरि यहाँको पार्टीको मूल थिम यहाँको अहिले जति पनि मेहनत गरिराख्नु भएको छ विचार सिद्धान्तको हिसाबले हेर्ने नि श्रम पहिलो भन्ने त्यही हो। पार्टीको नाम पनि श्रम संस्कृति पार्टी राख्नुभयो र यहाँले श्रमबाटै र श्रमको सम्मान हुनुपर्छ भनिरहँदाखेरि तपाईँको राजनीतिक सिद्धान्त त श्रमवाद हुनु पर्थ्यो नि त। तर अर्कवाद भनेर फेरि व्यक्तिमा किन आइयो? जसरी अहिले हामी नेपाली समाज चाहिँ व्यक्ति पूजनबाट समस्याग्रस्त छौँ त्यो फेरि यहाँ पनि छल्क्यो भनेर जुन कुरा आयो नि त्यो गर्दा श्रमवाद चाहिँ हो श्रम संस्कृति पार्टी। अर्कवाद भन्दा त त्यो अलिकति व्यक्तिगत गयो नि, व्यक्ति पूजन त होइन नि त यो त। व्यक्ति पूजन होइन। त्यो चाहिँ किन मैले भनेको भन्दाखेरि अब एउटा नाम जुन छ त्यो नाममा ठुलो समस्या होइन होइन। हामीले मार्क्सवाद भन्यौँ, लेनिनवाद भन्यौँ, माओवाद भन्यौँ, यी सारा विदेशीवाद भए हो होइन। अब हामीले श्रमवाद भन्दाखेरि त्यो पनि फेरि विदेशतिरै जान्छ
भन्ने एउटा डर पर्यो हामीले त स्वदेशमा तपाईँको स्वदेशी राजनीति पनि त गर्नु छ यो देशमा विदेशी राजनीति मात्रै भयो होइन सबै कुरा विदेशी भयो स्वदेशी केही पनि भएन यसमै मेरो ठुलो असहमति हो त्यसो भएको कारणले गर्दाखेरि भनिएको मात्रै हो तर त्यसमा त्यो हर्क भन्ने मान्छेको कहीँ कतै त्यो जिकर हुँदैन त्यो माथि त्यो भनेको त्यो एउटा किन मैले यो प्रश्न किन गरेँ भने हामी एकदम व्यक्ति पूजनले गर्दा समस्याग्रस्त भयो व्यक्ति पूजन विगतमादेखि र अहिलेसम्म आउँदा र अहिले नयाँ नयाँ भनेर हामीले राजनीति गरिरहँदा पनि सबैले व्यक्तिलाई अगाडि सारेर व्यक्तिलाई पूजा गर्न लाग्छ व्यक्ति त्यो श्रम संस्कृति पार्टीको त्यो नहोस् त्यो होइन त्यो हुँदैन त्यो चाहिँ कस्तो भने मैले अघि भने नि त सबै हामी विदेशमुखी भयौँ होइन अघि अहिले भर्खर भने मैले काम पनि विदेशमा गएर गर्नुपर्छ भन्ने आयो होइन भर्खर भने नि अनि सिद्धान्त पनि विदेशकै पढ्नुपर्छ भन्ने आयो सबै कुरो विदेशकै गर्नुपर्छ विदेशी मात्रै राम्रो स्वदेश त एकदम नराम्रो हाम्रो देश त के खत्तम गइगुज्रेको देश हो यहाँ केही हुँदैन होइन अब समय पनि हेर्नु न 2 बजी मिटिङ राख्यो भने नेपाली समय हो भनेर 4 बजी जाँदा पनि हुने नजाँदा पनि हुने टाइपको होइन यी सारा कुराले चाहिँ के हो त भन्दाखेरि हाम्रो देशलाई चाहिँ हामी आफैले हेला गरेर राखेका छौँ कि आफ्नो अनुहारमा थुक्ने काम आफ्नो अनुहारलाई आफैले घृणा गर्ने काम जब हामीले गरिरहेछौँ त्यहाँदेखि हामी विदेशमुखी भयौँ त्यसले गर्दाखेरि विदेशमुखी नहोस् भन्न खातिर होइन हामीले त्यो भने मात्रै हो त्यसलाई त्यसो भनिरहँदा हामीले अहिले विदेशमा जतिजना श्रम गर्न गइराख्नु भएको छ नि अहिले किनभने हाम्रो त बाध्यता बनाएको छ नि त बाध्यता हरेक घरबाट सबै श्रम गर्न विदेश जान ती विदेशमा श्रम गरिरहेका नागरिकहरूलाई हामी सम्मान गरिरहेछौँ कि अपमान गरिरहेछौँ विदेश गयो भनेर यस्तो छ सम्मान गरिरहेका छौँ होइन सम्मानै गरिरहेका छौँ तर के छ भन्दाखेरि यही देशमा गर्नुपर्छ भन्ने वातावरण हामीले बनाउनुपर्छ होइन यही देशमा गर्नुपर्छ भन्ने वातावरण बनिरहेछ किन बनेको छैन भन्दाखेरि चाहिँ एउटा कुरा यहाँ काम गरेर खाने वातावरण छैन होइन वातावरण बनेन नि त त्यसो भएको कारणले गर्दाखेरि त्यो वातावरण बनाउनकै लागि श्रम संस्कृतिले जोड गरिराखेको छ क्या किनभने पसिना जति सबै विदेशमा पोखाएपछि स्वदेशमा त केही पनि नउम्रिने भयो होइन यो हामीले 1 युगै गर्दा पनि 2 युगै गर्दाखेरि पनि स्वदेशमा त केही पनि नउम्रिने भयो नि त होइन माटोमा जब हाम्रो पसिना कमाएको सुइन्छ त्यस पछाडि नै उत्पादन हुने होला अनि पसिना जति सबै विदेशमा खनाउने संसारभरि अनि स्वदेश चाहिँ बाँझो होइन राख्नु हुँदैन भन्ने एउटा चाहिँ हाम्रो मनसाय हो तर तत्काल अब अहिले नै यहीँ बसेर केही पनि नहुँदाखेरि बाध्यता हो नि त त्यो त म पनि त्यसो त विदेश गएको नि अनि विदेश गएर मैले नि विदेशी भूमिमा चाखेँ भोगेँ होइन यावत कुराहरू अपमानित हुँदै बस्नुपर्ने हामी जहाँ पनि अपमानित हुनुपर्ने रहेछ काम गर्दाखेरि है विदेशमा पनि हामी सम्मानित त भएको छैन त्यहाँ पनि संसार अब यो तपाईँहरूले लोकतन्त्र संघीयता प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन प्रणाली भन्ने राजनीतिक सिद्धान्त बनाउनु भएको छ नि यो सिद्धान्त अन्तर्गत जाँदाखेरि लोकतन्त्र हामीसँग छ संघीयता छ प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको चाहिँ हाम्रो संविधानमा छैन हाम्रो राजनीतिक प्रणालीले अहिले पहिचान गरेको छैन अब यहाँले कार्यकारी राष्ट्रपतीय शासन प्रणाली भन्नुभएको छ प्रत्यक्ष त्यो प्रणालीमा कसरी पुग्ने हो त त्यसका लागि त अब संविधान संशोधन गर्नुपर्छ होइन संविधान संशोधन गरेर जाने हो त्यो चाहिँ किन रहेछ भन्दाखेरि मैले होइन यो चाहिँ अब हाम्रो क्लास भइराखेको छ कि प्रधानमन्त्रीले गर्न खोजेको कुरा राष्ट्रपतिले रोकिदिने पनि छ नि त कतिपय ठाउँमा हो त्यसो भएको कारणले गर्दाखेरि जनताले प्रत्यक्ष रूपमा चुन्नु पाउनुपर्छ होइन राष्ट्रको प्रमुखलाई र राष्ट्रको प्रमुखले प्रत्यक्ष रूपमा चुनिसकेपछि उसले चाहिँ नि काम गर्न पाउनु पर्यो हाम्रो चाहिँ कस्तो पो रहेछ भने नि सर मैले अब केही समय पालिका चलाएँ प्रमुख भएर होइन अनुभव पनि छ नि त मलाई त्यसो हुँदाखेरि चाहिँ एउटा खुट्टा हिँड्न अगाडि खोज्छ अर्को खुट्टाले रोक्दो रहेछ क्या है जस्तै हाम्रो त्यो क्याबिनेटकै अब मेम्बरहरू यातायात मन्त्रीले बाटो बनाउनु खोज्छ वन मन्त्रीले रोक्छ एउटै क्याबिनेट हो होइन पानीको ट्याङ्की बनाउनु खोज्छ खानेपानी मन्त्रालयले वन मन्त्रालय आएर रोक्छ यसले गर्दा चाहिँ के रहेछ भन्दाखेरि हाम्रो विकास किन ढिलो भयो भन्ने कारणहरू थुप्रै रहेछन् है ती कारणहरू मैले बुझ्दै जाँदाखेरि एउटा कानुनी झन्झट कानुनी उल्झन कानुनी अस्पष्टता होइन कार्यविभाजन राम्रोसँग नभएको है विरोधाभास यी कुराहरूले गर्दाखेरि पनि रहेछ त्यसले गर्दाखेरि हामीले निर्वाध रूपमा यो देशलाई विकासतर्फ लाने होइन
झन् अब यो त प्रत्यक्ष कार्यकारी भयो भने त झन् एकलौटी तानाशाह जन्मिन्छ खालको चाहिँ अनुभवको कुरा धेरै सुनिन्छ नि त। उसलाई त फेरि संसदले कन्ट्रोल गर्नुपर्छ नि होइन। सोभरेन त तपाईँको फेरि ऊ नै हो नि त, के अरे सार्वभौम त नेपाली जनता नै हो। नेपाली जनताको सबभन्दा तपाईँको चाहिँ नि शक्तिशाली सदन त तपाईँको चाहिँ नि होइन तपाईँको व्यवस्थापिका नै हो। संसदले कन्ट्रोल गरे। मैले नगरपालिकामा पनि काम गरेँ, अनुभव गरेँ। कानुन बाहिर गएर काम गर्ने भने त होइन नि त। अनुभव गरेँ भन्नुभयो नि। अहिले अब पुरा कार्यकाल काम नगरिकन छोडेर धोका दियो भन्ने हर्कजीले धोका दिनुभयो नगर प्रमुखले, हामीले त्यत्रो मत हाल्यौँ, हाम्रो मतको अपमान भयो भन्ने गुनासो पनि छ नि त। अपर्च्युनिटी पाए दौडियो होइन। अस्ति जेनजी आन्दोलन पछाडि प्रधानमन्त्री हुन भनेर काठमाडौँ पुग्यो भनेको अपर्च्युनिटीको पछि पछि दौडियो भन्ने जुन आरोप चाहिँ के होइन, त्यो भन्दा पनि अब यहाँको जनतालाई धोका दिएको हो कि होइन, त्यो मैले त्यसमा आउँछु राम्रोसँग। थुप्रैचोटि मैले भनेको पनि छु। फेरि प्रश्न आयो, जतिचोटि प्रश्न आउँछ त्यतिचोटि मैले उत्तर दिनै पर्छ फेरि। के भएर त नि के छ भने अब जेनजीको आन्दोलनको बेला देश जलेको थियो, ढलेको थियो। त्यतिखेर यस्तो अवस्था आयो होइन, जसले जसलाई जे गर्दा पनि हुने भन्ने अवस्था आयो होइन। जसको घरमा गएर जसले तोडफोड गरिदिँदा पनि हुने, प्रहरीमा सबै तपाईँको चाहिँ नि होइन ऊभित्र प्रहरी आफै असुरक्षित होइन, लगाएर तपाईँको कुटेर मारेकोहरू पनि देखियो। अब सुरक्षाको अन्तिम निकाय भनेको प्रहरी होइन। अब त्यही तपाईँको चाहिँ नि त्यो खालको भइसकेपछि देशभर तपाईँको आन्तरिक सुरक्षा रहेन। अब यति भइसकेपछि अब देशमा अब यो खालको स्थिति भइसकेपछि होइन बाहिरी शक्तिको अब प्रत्यक्ष रूपमा हस्तक्षेप हुन्छ भन्ने मैले बुझेँ। त्यस पछाडि अब बालेनजीलाई बोलाउनु भएको थियो सुरुमा, जेनजीले उहाँ आउनु भएन होइन। अब के हुन्छ देश भन्ने खालको एउटा चाहिँ भइसकेपछि म गएँ कि होइन, म गएँ यो देश सम्हाल्छु म भनेर गएको हो। त्यतिखेर मलाई जे पनि हुनसक्थ्यो नि त। जसलाई पनि गोली लागिरहेको थियो मलाई पनि गोली त लाग्न सक्थ्यो। ती सारा रिस्क मोलेर म 500 किलोमिटर टाढाबाट होइन यताबाट चाहिँ नि काठमाडौँ गएँ। त्यतिखेर अब अपर्च्युनिटी लिन गएको भनेर मान्छेले भन्नुभयो, त्यो होइन। मलाई राम्रोसँग थाहा थियो अन्तरिम सरकारको प्रमुख भएर चलाइसकेपछि नेक्स्ट इलेक्सन पछाडि त्यो नेक्स्ट इलेक्सनमा भाग लिन पाउँदैन भन्ने पनि थाहा थियो मलाई। यदि यहाँबाट हिँड्दाखेरि चाहिँ देश अहिले अप्ठ्यारो अवस्थामा छ, मन सम्हाल्छु भन्न धरानबाट हिँड्नु भएको थियो। त्यो भनेर हिँडे हो, किनभने सुरुमा बालेनले बोलाउनु भयो, बालेन आउनु भएन, फोनै उठाउनु भएन, उहाँ त अब हिजोस्ति महिना लुकेर बस्नु भएको थियो होइन। त्यस पछाडि अब तपाईँको चाहिँ नि त्यो खालको स्थितिमा म देश सम्हाल्छु भनेर गएको हो। अपर्च्युनिस्ट हुने हो भनेदेखि त्यो इन्टरिम सरकारमा जान चाहँदैन थियो क्या। 6 महिने सरकारमा किन जान चाहने भनेको अपर्च्युनिस्ट भएका हुन् त 6 महिने सरकारमा नगएर चाहिँ अपर्च्युनिस्ट भएको। अब यहाँ चाहिँ कुरा आउँछ क्या, मलाई थाहा थिएन त, मलाई थाहा थियो नि त अन्तरिम सरकारमा बसेको मान्छे होइन फेरि अर्को उसमा त जान सक्दैन भन्ने थाहा थियो नि त। ठिक छ म 5 वर्ष त्यतिकै बसौँला होइन, तर यो देश यस्तरी लथालिङ्गै भएको बेला कुन चाहिँ मान्छे चाहिँ देश सम्हाल्छु भनेर आएको थियो त्यतिखेर? कोही त थिएन नि होइन, कोही थिएन। त्यतिखेर 3 करोड नेपालीमा देश सम्हाल्छु भनेर जानु चाहिँ अपर्च्युनिटी खोजेको भनेर मान्छेले भन्नु मिलेन। सेनाले भूमिका खेलिराखेको कोसँग कोअर्डिनेसन भइराखेको थियो जसले गर्दा धरानबाट हिँडेपछि अब म देश सम्हाल्छु भन्ने तपाईँको जुन भिजन भनौँ न अब अहिले भइसक्दाखेरि कुनै नेसनल इन्टरनेसनल नेटवर्क कोही छैन भन्ने आयो क्या, कोही छैन भन्ने आयो है, कोही छैन भन्ने आयो। मलाई तपाईँको त्यतिखेर रेकर्ड हेर्नुहुन्छ भने 50-60 हजार त फोन आएको छ मलाई है। यति धेरै फोन आउने, यति धेरै फोन आउने। त्यो फोनमा के हुने भन्दाखेरि अब देशमा कोही छैन है, सबै मान्छे लुके हराए भागे, तपाईँ जानुपर्छ भन्ने आयो है। थियो त्यही है, थियो त्यसलाई जनताको सजेसन मान्नुभयो तपाईँले? हो, त्यो पनि माने। अर्को कुरासँग चाहिँ कोअर्डिनेसन भएन। यता सुन्नु न, एउटा कुरा त्यो भयो। अर्को कुरा चाहिँ के छ भने म आफै पनि यो देशलाई माया गर्ने मान्छे हो क्या होइन। देश बनाउनका लागि मैले कठोर श्रम गरिरहेको छु। श्रमबाट एउटा एक खालको परिवर्तन विद्रोह गरिराखेको छु होइन। मैले विद्रोह गर्नुलाई आन्दोलनै गर्नुपर्छ, आगजनी तोडफोड गर्नुपर्छ भन्ने मान्दिनँ म चाहिँ पसिनाको क्रान्ति गरिरहेको छु। अब देशै रहेन भने के पसिनाको क्रान्ति गर्ने? मैले के को लागि गर्ने? पेट नाथे पाल्न त म जहाँ पनि जान सक्छु अहिले
होइन जुनै देश जान सक्छु यहीँ पनि एउटा होइन मोमो पसल खोलेर पनि तपाईँ गुजारा गर्न सक्छु म त देश बनाउनलाई तपाईँले जनताको आह्वान चाहिँ मान्नुभयो जानुभयो सुन्नु न म आउँदैछु त्यसो भएको कारणले गर्दाखेरि देशलाई माया गर्ने मान्छे भएको कारणले मेरो एउटा कर्तव्य बोध पनि भयो होइन कर्तव्य बोध हुँदैन र तपाईँ यो देशको नागरिक हो भने तपाईँ यो देशमा आपद विपद पर्दाखेरि तपाईँ अगाडि आउनुपर्छ सर पर्छ होइन त्यो त त्यसमा दुई मत छैन एज अ जर्नलिस्ट एज अ पोलिटिसियन एज अ के हो एज अ टिचर जो भए पनि आउनु पर्यो नि त अगाडि त्यो तरिकाले चाहिँ अब म चाहिँ अब पोलिटिक्समा लागेको कारणले गर्दाखेरि यतिखेर नै म अगाडि गइनँ भने त होइन मैले गरेको पोलिटिक्सको औचित्य के हो भन्ने हिसाबले म गएको त्यतिखेर कसैले मलाई तर त्यतिखेरका स्टेक होल्डरहरूसँग तपाईँको कम्युनिकेसन भएन जस्तै त्यतिखेर भनौँ न सेनाले भूमिका खेलिरहेको थियो स्टेक होल्डरमा सुन्नु न यहाँ म आउँदैछु बिस्तारै बिस्तारै त्यहाँभित्र मैले जहाँसम्म बुझेको छु त्यहाँसम्म आउँछु अब नबुझेको कुरा त मैले भन्ने कुरा भएन जाँदाखेरि सेनापतिलाई मैले गएर भेट्दाखेरि उहाँहरूले अलरेडी लिस्ट बनाउनु भएको छ होइन लिस्ट बनाउनु भएको छ अनि त्यसमा तपाईँको पनि नाम चाहिँ आएको छ है तर तपाईँ प्राइम मिनिस्टरको रूपमा चाहिँ होइन भनेर भन्नुभयो लिस्ट अलरेडी रहेछ देश बनाउनेहरूको लिस्ट बनिसकेको रहेछ अनि त्यो लिस्ट चाहिँ फेरि कसले बनाएको रहेछ भन्दा त्यो लिस्टमा चाहिँ तपाईँको धेरै ऊ चाहिँ बालेनजीको रहेछ कुलमानजीले पछि खुलाउनु भयो होइन अनि अहिलेको सरकार पनि बालेनकै सरकार हो सुशीला कार्कीको सरकार बालेनकै सरकार हो त्यसको आधार त्यही त भनेको त बालेनले जे भन्यो त्यही त भएको छ भनिसकेपछि त्यो आन्दोलन पनि बालेनले नै गराएको जस्तो देखिन्छ होइन तर उहाँले कसरी के गर्नु उहाँले दुईटै बालेनले गराएको होइन सरकारै उहाँको हो भन्ने भइसकेपछि हुँदैन त होइन त्यसमा यो सरकार भयो त्यसमा सुन्नु न त्यसमा के भयो त भन्दाखेरि मिडिया मेनिपुलेट थुप्रो गर्नुहुन्छ उहाँहरूले करोडौँ रुपियाँ नगरपालिकाको बजेटबाटै 1 करोड कि 2 करोड त त्यही मिडियामा लगाउने भनेर एकचोटि विवाद पनि आएको थियो नि त त्यसरी चाहिँ मिडिया मेनिपुलेट गरेर युथलाई उचालेर जुन खालको आन्दोलन भयो त्यो आन्दोलन पछाडि त्यो आन्दोलन चाहिँ तपाईँको हिंसात्मक आन्दोलन भइदियो होइन अब धेरै खालको इन्ट्रेस्ट राख्ने मान्छेहरू त्यहाँनिर आउनु भएको थियो भन्ने कुरा सङ्केत देखिन्छ होइन अब ती मान्छे मारिएपछि तपाईँको चाहिँ नि जुन खालको स्थिति आयो त्यो स्थितिलाई सम्हाल्नका लागि फेरि निस्किनु भएन उहाँ बालनजी क्या होइन बोलाउँदा आउनु भएन है तर निर्देशन चाहिँ उहाँकै रहेछ भन्ने कुरा पुष्टि पनि भयो होइन अनि तपाईँको छैन त्यो आन्दोलन गर्ने धेरै सुन्नु न हजुर आन्दोलन गर्ने 100 जना फर इक्जाम्पल है आन्दोलन गर्ने 100 जना थिए होइन तर त्यो आन्दोलनलाई एक खालको हाइज्याक गर्ने 10 जना थिए होइन 10 जना थिए त्यो 10 जनाको टोली बालनजीको टोली थियो बालनजी अहिलेको रासपा के यिनीहरूको अब हाँगाहुँगी हुँदै आएको थियो जतिखेर रविजी पनि बाहिर निस्किनु भयो फेरि पछि अलिक लाज लागिसकेपछि होइन त्यो फेक डकुमेन्ट्सहरू देखाएर यसरी चाहिँ भएको त्यो फेरि फर्किनु भयो यी सारा कुरा तालमेल थियो क्या अनि उहाँहरूको अहिले पनि सङ्केत देखिन्छ त भयभरको सेक्युरिटी बालनजीलाई छ हामी पनि क्यान्डिडेट हो नि त खोइ हामीलाई त्यो एउटा प्रहरी दिँदैन होइन यी कुराहरूले गर्दाखेरि चाहिँ अहिले तपाईँले जुन अपर्चुनिस्ट भन्नुभयो अपर्चुनिस्ट चाहिँ बालनजी हो यो सरकार पनि उहाँकै हो उहाँले इलेक्सन गराउने इलेक्सन जसरी पनि जित्ने होइन जित्नुहुन्छ त जसरी होइन उहाँहरूको सोचाइ त त्यो छ नि त जसरी पनि जित्ने होइन जसरी पनि भनेपछि बुझ्नुभयो नि जित्ने अनि बनाउने अनि त्यहाँदेखि तपाईँको चलाउने भन्ने छ तर उहाँलाई कसले चलाइराखेको छ भन्ने कुरा चाहिँ फेरि छ उहाँ आफै के अरे स्वचालित होइन परिचालित भन्छ कोबाट परिचालित हुनुभयो पछि थाहा हुन्छ भनेको अहिले भन्न नमिलेको कि पछि हुन्छ पछि थाहा हुन्छ त्यतिखेर पनि तपाईँको यो सबै कुराहरू हाम्रै डिजाइनबाट एउटा कुरा नि जेनजी जो चाहिँ 10 कक्षा 12 कक्षा पढ्दैछ भर्खरको युवाहरू छन् ती युवाले सिंहदरबार जलाउने आँट गर्छन् त व्हाट डु यु थिंक गर्दैनन् खुल्लम खुल्ला भन्दा तर जल्यो नि त होइन जल्यो त्यो सदन होइन चाइनाले बनाइदिएको रहेछ नि पहिला त्यो के अरे अन्तर्राष्ट्रिय के जति सम्मेलन केन्द्र त्यो है यता सर्वोच्च अदालत लगायतका विभिन्न प्रहरीका लगायत सरकारी अड्डा अदालत धरानमा मात्रै सरकारी के अरे ऊ नजलेको त्यो मैले सम्हालेर गरौँ
त्यो आन्दोलन भइराख्दा म गएको थिएँ त्यहाँ सम्हाल्न क्या। त्यो त भिड उशृङ्खल छ, जे पनि हुनसक्छ भन्ने थियो। अनि मैले गएर तपाईँको चाहिँ नि होइन उहाँहरूको आन्दोलनमै गएर सम्बोधन गरेर जुन एक खालको भिड त्यो थामी नसक्नुको त्यत्रो भिड मैले कहिले देखाएको थिएँ धरानमा है। त्यो भिडलाई तपाईँको चाहिँ नि नगरपालिकातिर जाँदै गरेको भिडलाई डाइभर्ट गरेर तल झारेको मैले। हिजो जेन्जीलाई मार्ने मान्छे पनि भोलि त मर्छ होइन। मैले त कोही पनि हो, त्यसले गर्दाखेरि छोटो जीवनमा हामीले कति नैतिक भएर गऱ्यौँ। अब अलिकति मैले आएँ म आउँदैछु। अब त्यो भइसकेपछि चाहिँ यो सारा कुरा उहाँकै डिजाइनमा सुशीला कार्कीलाई प्रधानमन्त्री उहाँले नै बनाउनु भयो है। सदन विघटन उहाँले नै गर्नुपर्छ भनेर भयो है। अनि के अरे यो अहिले ओम प्रकाश के जति ओम अर्याल गृहमन्त्री उहाँले बनाउनुपर्छ भनेर बनाउनु भयो है। यी सबै कुराहरू त उहाँको सेटिङमा हो। त उहाँलाई कसले चलाउँदैछ भन्ने कुरा चाहिँ आफै गेस गर्नुहोस् तपाईँ। यो नेपाली जनतालाई म सोध्छु, किनभने एउटा मेयरले सारा कुरा गर्न सक्दैन क्या है। देशी विदेशी शक्ति नभइकन त्यो हुँदैन हाम्रो देशमा। अहिले देखिँदैछ नि होइन, चुनावमा गाडी कहाँको प्रयोग हुँदैछ होइन, कति करोडको गाडीमा उहाँ कसरी हिँड्दै हुनुहुन्छ, यी सारा कुराहरू त्यसको ब्याकग्राउन्डको कुराहरू हो है। होइन हामी बेला बेलामा त अलिकति जसी पनि राखेका छौँ कि यो कुराकानीमा, तर एकदमै गम्भीर मोडमा छौँ। गम्भीर कुरामा म हाँस्दै नै भन्छु। होइन हामी एकदम मनमा पीडा हुने खालको स्थितिमा यो चुनावले निकास दिन्छ। चुनावले निकास दिनुपर्छ। श्रम संस्कृति पार्टीमा भयभरको भोट नेपालीले ओहिराएन भने, नेपालीले तपाईँको चाहिँ नि श्रम संस्कृति पार्टीलाई भोट दिएन भने भोलि जे पनि हुनसक्छ। त्यतिखेर चाहिँ मलाई केही पनि नसोध्नु फेरि। मैले जे भन्दैछु त्यो कुराहरू ठ्याक पुग्छ क्या। मैले त्यहाँबाट फर्किँदै गर्दा मैले के भनेको थिएँ, रवि लामिछाने निस्किन्छन् भनेको थिएँ, निस्किनु भयो नि त। त्यो मैले थाहा पाएको थिएँ होइन। त्यतिखेर निकालेको हो नि आन्दोलनले, तर पछि नैतिक प्रश्न खडा भयो क्या, किन निस्केको हो भन्ने आयो नि त होइन। भनिसकेपछि त थितिको शासन चाहेको रहेछ त साथीहरूले, छैन नि त होइन। हुलहुज्जत गर्ने, भिडले जे गर्दा पनि हुने भन्ने खालको भयो भने त देश रहन्छ त। अर्को अघि हामीले एउटा क्वेसनमा कुरै गरेको छैन, धरानको जनताले त धोका महसुस गर्यो, बिचमा हामीले निर्वाचित गरेको, हाम्रो मतबाट निर्वाचित भएको। त्यसमा पनि यस्तो छ, मैले यहाँलाई भनिरहेको छु, अब धराने जनतालाई मैले धोका दिएँ भन्ने कुरा आउँदैन। किन आउँदैन भन्दाखेरि मैले अरू ठाउँबाट पनि इलेक्सन लड्न सक्थेँ क्या। म झापा 5बाट पनि लड्न सक्थेँ है, लड्न सक्थेँ। मैले खोटाङबाट लड्न सक्थेँ, जहाँबाट म चुनाव लड्थेँ जित्थेँ पनि। त्यति आत्मविश्वास मसँग छ होइन। मिडियामा यसो राम्रो यसो 2टा लाइक लिएर हुँदैन त। मिडियामा लाइक त पहिला तपाईँको चाहिँ नि इलाममा अब रविजीले पनि मलाई रिस उठाउनु भएको थियो त्यतिखेर के, त्यसको बारेमा म एउटा गर्छु। उहाँसँग लड्नु गएको म, उहाँले 5,000 मात्रै ल्याउनु, मैले 11,000 ल्याएँ हामीले के, मैले समर्थन गरेँ क्यान्डिडेट थिएँ त्यतिखेर। त्यतिखेर पनि मिडिया कल गरिदिम त माथि नै थियो नि उहाँहरूको। को हुन्छ भन्दाखेरि होइन मिलन लिम्बू हुन्छ भन्ने त माथि आउँथ्यो क्या बार। त्यसले गर्दाखेरि मिडियामा जे देखिन्छ त्यो कुरा सबै सत्य हुँदैन। अब अर्को कुरा, धरानलाई धोका दियो जब तपाईँले भनिराख्नु भएको छ नि, म अरू ठाउँबाट पनि चुनाव लडेर जित्न सक्थेँ, जान सक्थेँ। तर धरानमा चाहिँ सुनसरी 1मा चाहिँ मैले किन छाने त भन्दाखेरि मैले यहाँ गरेका कामहरू केही बाँकी छन् कि होइन, केही बाँकी कामहरू छन् है तपाईँको थुप्रै कुराहरू। र मैले धराने जनतालाई कोसीबाट पानी लिएर खुवाउँछु पनि भनेको थिएँ होइन। त्यो मेयर भएर मैले लिएर खुवाउनु सकिनँ। किन सकिनँ भन्दाखेरि अर्को पालिकाबाट ल्याउनु पर्ने, धेरै पैसा लाग्ने है। त्यो चाहिँ तपाईँको चाहिँ नि मैले राष्ट्रिय बजेटको अपेक्षा राखेर म विभिन्न मन्त्रालयहरू धाएँ, कति धाएँ। तर उहाँहरूले मलाई बजेट होइन ऋण दिनु खोज्नु थियो है। ऋण चाहिँ पहिला पनि फेरि यो खानेपानीकै नाममा पहिला पनि ऋण लिएर योजना असफल भएको यस्तो कुराहरू धरानमा थुप्रो छ क्या। त्यही कारणले म मेयर पनि भएको एकजना व्यक्तिलाई धराने जनताले त्यसै विश्वास गरेको होइन। ऋण पहिल्यै छ, पहिलाको ऋणै तिरेको छैन। अनि ऋणमा तपाईँको छैन नगरपालिकालाई डुबाएर त हुँदैन मैले, तर मैले ऋण बोकाइनँ है। त्यो कुरा पनि मैले चाहिँ नि अब राष्ट्रिय प्रोजेक्टबाट गर्नु छ,
लगायतका विभिन्न योजनाहरू जुन चाहिँ सानो एउटा बजेट चलाएर धरानलाई मैले जति गर्न खोजेको थिएँ, अब ट्याक्स बढाउँ विरोध भइहाल्छ। भने तपाईँका जुन योजनाहरू मेयर भएर पुरा हुन सकेन, अब तपाईँ संसद मार्फत पुरा गर्नको लागि पनि म जाने हो। र अर्को कुरा चाहिँ यो त धरानको लागि हो, धरानको हितमा मैले त्यो कुरा गर्ने हो भने। अर्को कुरा चाहिँ अब धरानमै मात्रै म सीमित भएर भएन होइन। मेरो माग भनेको अहिले ताप्लेजुङमा पनि त्यतिकै छ, जति बाहिर गयो त्यति झन् धेरै छ क्या। किनभने यहाँ चाहिँ अब आँखाको परेला जस्तो होइन, आँखाको नजिक सबैभन्दा परेला नजिक हुन्छ, तर परेला देखिँदैन होइन भने जस्तो तपाईँको छैन। यहाँ अब भनौँ न मान्छेले सँगै छु त्यसले गर्दा वास्ता हुँदैन। बाहिर गइसकेपछि चाहिँ उहाँले यति धेरै मलाई चाहनु भएको छ। अब म जस्तो इमान्दार मान्छे होइन, काम गर्नुपर्छ, श्रम गर्नुपर्छ, श्रमलाई अगाडि राखेर अगाडि बढेको मान्छेले चाहिँ अब देशभर काम गर्नुपर्छ, काम गराउनुपर्छ भन्ने खालको जनमत म देख्छु क्या। सामान्य एउटा क्यान्डिडेट बनेर होइन गफको भरमा चुनाव जित्ने अनि एक ठान सांसद भएर गठबन्धन के गरेर होइन तपाईँको मन्त्री भएर यसो झन्डा हल्लाएर हिँड्ने होइन क्या हर्क साम्पाङ है। हर्क साम्पाङले श्रमदान गरेर श्रमदान गराएर विश्व रेकर्ड राखेको। श्रम गर्न चाहिँ नेपाली जनता सक्षम छन्। मैले जोड दिएको मात्रै, श्रम गर्न चाहिँ नेपाली जनता सक्षम छन्। आजसम्म दुःख र श्रमै गरेका छन्। खालि तपाईँले सुरुमा भन्नुभयो त्यो श्रमको सम्मान भइरहेको छैन। श्रममान भयो। अर्को कुरा, श्रम चाहिँ पेटको लागि गर्ने हो, श्रमदान चाहिँ देशको लागि गर्ने हो क्या। हामीले श्रम त गऱ्यौँ, खेतमा धान रोप्नु पनि श्रम हो होइन, जे गर्नु पनि श्रम हो, फ्याक्ट्रीमा काम गर्नु पनि श्रम हो, तर श्रमदान चाहिँ नगरेको हो नि त। देशको लागि चाहिँ श्रमदान हो क्या। पेट र देश दुईटा जिम्मेवारी छ हाम्रो। पेटको लागि श्रम गर्छौँ, देशको लागि श्रमदान गर्नुपर्छ। हप्ताको 6 दिन पेटको लागि गर्नु होइन, पैसा धेरै अब निकै हुने खाने छ भने त 7 दिन श्रमदान गर्दा पनि हुन्छ, तर हप्ताको 1 दिन चाहिँ श्रमदान गर्नुपर्छ अनिवार्य भन्ने मेरो है। श्रम र श्रमदानमा दुईटा फरक छ क्या सर। श्रमदान चाहिँ देश है, श्रम चाहिँ पेट। त्यसलाई थ्योरिटिकली तपाईँले राम्रोसँग व्याख्या गर्नु होइन। अनि त्यो मान्छे हो, त्यसो भएको कारणले गर्दाखेरि काम गरेरै विश्व रेकर्ड राख्ने मान्छे हो। नेपालमा काम गरेर विश्व रेकर्ड राख्ने मान्छे कोही छ त? छैनन्। धेरै फरक छ हर्क साम्पाङ र अरूमा है। मैले भन्नुभयो, तपाईँले अब यस्तो भन्नुभयो, जितेर गएपछि उतै हराउनुहुन्छ भन्नुभयो। म तपाईँलाई यो मिडिया मार्फत भन्छु, हामी खेतबारीमा आउँछौँ, किसानसँग कुरा गर्छौँ होइन। पछि सुन्नु न, सांसद जितिसकेपछि त नीति बनाइदिने, कानुन बनाइदिने। यहाँ म ठ्याक्क आएँ, म यहाँ ठ्याक्क आएँ। समस्या नै थाहा छैन भने केमा नीति बनाउने? तपाईँ भात पकाउँछु भन्दै हुनुहुन्छ होइन, चामलै छैन भने पानी मात्रै हल्लाउने, त्यो चामल हो क्या समस्या चाहिँ। खेतबारीमा जानु पर्यो, किसानको समस्या के हो, अनि बल्ल त्यहाँबाट मेरो एजेन्डा यो रहेछ भन्ने थाहा हुन्छ होइन। मजदुर कहाँ जानु पर्यो होइन, दुखी गरिब कहाँ जानु पर्यो, तपाईँको समस्या के छ होइन, बिरामीलाई सोध्नु पर्यो नि त कस्तो अस्पताल बनाउने भनेर त होइन। तपाईँको के दुःख छ भन्नु पर्यो नि त, अनि तपाईँको चाहिँ नि के अरे औषधि खोज्ने होला भने जस्तो हामी समस्या खोज्न जान्छौँ, खेतमा जान्छौँ होइन, गाउँमा जान्छौँ। गाउँ देश यो देश भनेको गाउँ हो, उत्पादन भनेको गाउँ हो होइन। त्यो काठमाडौँमा बसिरहेर हुन्छ, विराटनगर धरानमा बसिरहेर हुन्छ त? हुँदैन नि त। पहिचानको आन्दोलन भयो त्यो चाहिँ सांस्कृतिक समस्या होइन, पहिचानको ठुलो आन्दोलन भयो नि त। सांस्कृतिक एउटा नाम राख्नको लागि पनि सडकमा चाहिँ गोली थापिने र मर्ने मार्ने स्थिति आयो, जल्ने स्थिति आयो होइन। त्यसप्रति तपाईँको धारणा के हो? यस्तो छ, हामी प्रकृति, संस्कृति र प्रविधि भन्छौँ हो। हामी यो हर्कवादको 3टा आधार छ, त्यही हो होइन। प्रकृति हाम्रो शरीर, संस्कृति हाम्रो सोचाइ होइन। त्यो कुरा भनेको हाम्रो सांस्कृतिक इस्यु हो। त्यो सांस्कृतिक इस्युलाई त्यो तपाईँको सेकेन्ड टपिकबाट हामी एड्रेस गर्छौँ होइन, एड्रेस गर्छौँ। र आज मान्छेले राज्य किन खोज्न थाल्यो भन्दाखेरि जब विभेद भयो भने मान्छे त्यस्तो हुन थाल्छ क्या। कुरा बुझ्नुभयो नि? किनभने मान्छे कहिले नहार्ने राजनीतिक प्राणी हो। म तपाईँलाई आज विराटनगरबाट आउनुभयो भनेर मैले यहाँ धरानमा तपाईँलाई हक्की दप्की गरेर पठाउँछु कि, तर तपाईँको हातमा कहिले हारेको हुँदैन, पक्तलाई भनिराखेको हुन्छ क्या त्यसले होइन सर है। धरान आउनुभयो भनेर मेरो इलाकामा तपाईँलाई अपमान गरेर त पठाउँछु, तर है तपाईँको भित्रबाट तपाईँ हार्नुहुन्न कहिले त। तपाईँलाई चाहिन्छ सम्मान, चाहिन्छ, हरेक मान्छेलाई सम्मान चाहिन्छ।
पढेको नपढेको धनी गरिब बोल्न जान्ने बोल्न नजान्ने ऊ मान्छे भएको आधारमा म पनि सम्मानित हुनुपर्छ भन्ने लागेको हुन्छ क्या उसलाई। त्यसो त्यही भएर यो खोलेलुङको कुरा आयो होइन, बुन्दुङको कुरा आयो होइन, पहिचानको कुरा आयो, यो भूगोलले त खोजिराखेको छ कि। त्यसले गर्दाखेरि सांस्कृतिक उन्नयन हामी गर्छौँ। सबै मान्छेको सांस्कृतिक उन्नयन हुनुपर्छ। सांस्कृतिक तपाईँको चाहिँ नि संस्कृतिलाई सम्मान गर्नुपर्छ। त्यति गर्यो भने मान्छेको राज्य माग्दैन। जब उसको तपाईँको चाहिँ उसलाई अपमान हुन्छ, विभेद हुन्छ, त्यहाँदेखि चाहिँ उसले विद्रोह गरेर होइन मलाई त्यस्तो भएन भने मलाई अझै झन् चाहियो भन्ने खालको चाहिँ नि त्यो बढ्दै जान्छ क्या हत्या होइन। अनि त्यसो भएको कारणले गर्दाखेरि ती कुराहरूलाई एड्रेस हामी गर्न सक्छौँ र गर्ने तरिका हामीसँग छ। त्यसो भए यो पहिचानको आन्दोलनलाई हर्कजीले समर्थन गर्नुहुन्छ, मैले त्यसरी बुझौँ। सुन्नु न, जुन आन्दोलन भयो, सुन्नु न, रुनका लागि मान्छे एक्लै पनि रुन सक्छ, हाँस्नलाई साथी चाहिन्छ होइन है। तपाईँ प्रफुल्लित भयो भने न मलाई मसँग हाँस्ने होला। तपाईँलाई नदेखि म हाँस्न सक्दिनँ, फेरि एक्लै हाँस्यो भने त पागल हो भन्छ। तर एक्लै रुँदाखेरि चाहिँ पागल भन्दैन समाज। भन्नुको मतलब हाँस्नलाई साथी चाहिन्छ, साथीलाई हँसाउनलाई साथीलाई सम्मान गर्नुपर्छ। तपाईँ पनि हाँस्नुभयो म पनि हाँसेँ भने यही हो जिन्दगी होइन सर। पहिचानको आन्दोलन तपाईँको आन्दोलन हो कि होइन भन्दै थिएँ। सुन्नु न, मैले भन्दैछु त, तपाईँ पनि हाँस्नुभयो म पनि हाँसेँ भने यही हो जिन्दगी होइन। त्यसले गर्दाखेरि एउटा चाहिँ हाँस्ने अर्को रुने भएको कारणले गर्दाखेरि फेरि आन्दोलनहरू उठेका हुन्। यसको जरा म बुझ्छु नि त, कुरा बुझ्नुभयो नि। तपाईँले मलाई ठ्याक्कै यही बताए ठ्याक्कै नसोध्नु कि जराको कुरा गर्दैछु क्या सर। जरा नबुझी त्यो समस्या बुझ्न सकिँदैन त्यो। त्यसले गर्दाखेरि सबै हाँस्न पाउनुपर्छ, सबै बाँच्न पाउनुपर्छ भन्ने मेन्टालिटी हामी सबै कहाँ हुनुपर्छ। र त्यो संस्कृति नै श्रम संस्कृति। श्रम संस्कृतिले चाहिँ के गर्छ भने नि सर, यसले विभेद गर्न जान्दैन होइन। हामी विभिन्न कारणले अब तपाईँ र मैले त बनायो होइन, तर समाज त्यसरी बन्यो, भुलवश बन्यो या कसरी बन्यो, इतिहासलाई फर्काएर हामी सच्याउन सक्दैनौँ होइन। हिजोको दिनलाई फर्काएर ल्याएर सच्याउन सकिन्छ त, घटना घटिगयो। तर अबको उसमा चाहिँ होइन विभेद नहोस् कहीँ कतै होइन। जातको कारणले, पार्टीको कारणले, धर्मको कारणले, विविध कारणले विभेद नहोस् भन्ने चाहना मेरो चाहिँ छ है। प्रकृति जस्तो बन्न सकौँ, कसैलाई विभेद नगर्ने भन्छु क्या म। अब मैले पहिचानवाला आन्दोलनको क्वेसन गर्न छोडेँ। मैले तपाईँलाई तपाईँको हो कि होइन भनेर चाहिँ सोधिनँ, धेरैचोटि सोधेँ। अब म त्यता लाग्दिनँ। त्यो विभेदको अन्त्य श्रम संस्कृतिले गर्छ। तपाईँले धरानबाट काम गरेर जसरी पार्टीलाई उठान गर्दै गर्दै जाँदाखेरि अहिले चुनावमा चाहिँ एकदमै चर्चित भइराखेको निर्वाचन क्षेत्र भनेको पूर्व प्रधानमन्त्री केपी ओलीजी र बालनजी झापा क्षेत्रमा 5मा पुग्नु भएको छ। तपाईँले अलि अगाडि भन्नुभएको थियो दुवैजनालाई हराएर पठाइन्छौँ हामी भन्नु होइन। खेलाडी हो, खेलाडीले त जित्छु त भन्छ त, उहाँहरूले पनि त्यसै भन्दै हुनुहुन्छ होला। बालनजी हार्छु भन्नुहुन्छ उहाँ, बालन पनि नहार्ने, केपी ओली पनि नहार्ने, हाम्रो अर्को माओवादीबाट हुनुहुन्छ, काङ्ग्रेसबाट मन्त्री हुने, उहाँ पनि कोही पनि नहार्ने। लास्टमा को जित्छ भन्नु? अनि तपाईँले फेरि हामी पनि जित्छौँ भनिराख्नु भएको छ। लास्टमा को जित्छ भन्दाखेरि श्रम संस्कृति जित्छ झापा 5मा। ग्राउन्ड तपाईँले चेक गर्नु जानु न। केपी ओली बालन दुवै हार्छन् त्यहाँ। केपी ओलीको विरासत पनि काम गर्दैन, बालनको यो डिजिटल चर्चा पनि काम गर्दैन। झापा 5को मान्छेलाई के अरे अनएजुकेटेड अशिक्षित मान्नु कसैले मूर्खै सकिँदैन, मूर्खै हुन्छ हो। अनि झापा 5को मान्छेलाई यो देशको माया, स्वाधीनताको पक्षमा, समृद्धिको पक्षमा, श्रमको पक्षमा होइन, माटो बचाउने अभियानमा उहाँहरूलाई हामीले सिकाइराख्नुपर्छ र पर्दैन? केपी ओली चाहिँ किन तपाईँको चाहिँ नि उहाँ जित्नुहुन्न भन्दाखेरि उहाँ धेरैचोटि आउनुभयो। नाउ दिस इज टाइम टु हेभ रेस्ट क्या, फिजिकल्ली मेन्टल्ली पोलिटिकल्ली उहाँ त ठान्न म अझै त्यस्तो हो होइन। पोलिटिकल्ली पनि होइन उहाँ अब तपाईँको चाहिँ नि अब रेस्ट गर्नुपर्छ उहाँले। झापा 5को जनताले यो बुझ्नु भएको छ मैले देखेको। अर्को कुरा चाहिँ अब बालनजीको कुरा आउँदा चाहिँ बालनजीको त ऊ नै छैन नि, उहाँ त पोलिटिकल फिगरै होइन हौ। इज अ सेलिब्रिटी, इज अ ऱ्याप सिङ्गर। ओके, उहाँले जुन फ्यान फलोवर्स बनाउनु भएको छ नि, मैले चाहिँ फ्यान फलोवर्स राजनीति गरेरै बनायो अनि मात्रै सङ्गीत जोडे। ओ सुन्नु न,
हिजो सिमानाकोदेखि लिएर एमसिसी विरुद्धदेखि लिएर विभिन्न खालका आन्दोलन यदि तपाईँको चाहिँ नि होइन जतिखेर भनौँ न यो स्वाधीनताको पक्षमा त्यसो गरेर म चाहिँ 15 वर्ष लडेर आएको मान्छे हो। त्यहाँबाट मैले फ्यान फलोवर्स बनाएँ। उहाँको फ्यान फलोवर्स त ऱ्याप सिङ्गर हो नि। उहाँ त ऱ्याप त राम्रो गाउनुहुन्छ। ऱ्यापमा चाहिँ उहाँलाई म सक्दिनँ। कम्पिटिसन त दिनुहुन्छ त। ऱ्यापमा चाहिँ म उहाँलाई सक्दिनँ है। ऱ्याप स्टार हो नि त उहाँको फलोवर्स हेर्नु न सबै टिनेजर्स होइन। उहाँको फलोवर्सलाई सुगम सङ्गीत मन पर्दैन होइन होइन फोक टाइपको सङ्ग्स मन पर्दैन। त्यो ऱ्याप मन पराउने जुन एउटा छ नि एज ग्रुप त्यो एज ग्रुपको तपाईँको चाहिँ नि उहाँ चाहिँ सेलिब्रिटी हो क्या। त्यो ऱ्याप भित्र फेरि विद्रोह भएको। हि इज नट अ पोलिटिसियन त होइन नि त उहाँ। अहिले कता कता धाइराख्नु भएको छ होइन। घरि उता अब देवीस्थलतिर पनि ठिक छ त्यहाँ उहाँ जाँदाखेरि पहिला जाँदा चाहिँ के हुन्थ्यो त है त्यो सर्टेन समुदायको सेन्टिमेन्ट जित्नलाई त्यसो नगर्नु निर्वाचनका लागि। त्यही त निर्वाचनका लागि है। अर्को कुरा उहाँ कस्तो खालको मान्छे मैले देखेँ भन्दाखेरि एक खालको दया माया बिनाको मान्छे जस्तो पनि लाग्यो। यो त डरलाग्दो कुरा गर्नु भनेको कस्तो दया माया नभएको त मान्छे हुँदैन। अब उहाँले जुन निम्न आर्थिक अवस्था भएको होइन व्यवसाय गरेर गुजारा गर्ने मान्छेहरूलाई जुन खालको गर्नुभयो काठमाडौँमा होइन रुँदै कराउँदै गरी त्यो मान्छे एक खालको हुन्छ कि म त हिँड्दै जाँदाखेरि अब धेरै खालको हुन्छ। कति मान्छेले सम्मान गर्दाखेरि नि तपाईँको भावुक बन्छु क्या। त्यस्तो मन छ मेरो चाहिँ होइन। तर उहाँ चाहिँ त्यस्तो हुनुहुन्न रहेछ। एकचोटि त्यो शर्मिला तामाङको ठेला खसाएर लाँदा ठेलासँगै गाडीमा गएको देख्दा मैले यताबाट 50,000 पैसा पठाइदिएको माया लागेर क्या। त्यस्तो गर्नुहुन्न। सुकुम्बासीको बस्तीमा जाँदै हुनुहुन्छ उहाँ अहिले। सुकुम्बासीलाई हटाउने त त्यही मान्छे हो होइन। त्यहाँ छोराछोरीलाई खोलाले डुबाउँछ के हुन्छ त्योहरू मैले बचाइदिएको भन्नुभएछ। त्यस्तो होइन त्यस्तो होइन। त्यसले गर्दाखेरि यस्तो छ व्यवस्थापन गर्नु पर्यो नि त होइन। सुकुम्बासीको समस्या अर्घ साम्पाङले बाहेक अरूले समाधान गर्न सक्दैन। तमाम सुकुम्बासीलाई म भन्न चाहन्छु मसँग जे मन छ जे हृदय छ नि त्यो हृदयले मात्रै गर्न सक्छ। त्यसो भए झापा 5 मा दुवैजना हार्नुहुन्छ तपाईँहरूको पक्ष। त्यसले गर्दाखेरि अब उहाँ एउटा कुरा त उहाँ विचारले प्रष्ट हुनुहुन्न होइन। प्रष्ट हुनुहुन्छ त हुनुहुन्न। विचार र जेनजीको आन्दोलन पछाडि त उहाँले जे गर्नुभयो इज अ डेन्जरस गाई इज अ डेन्जरस पर्सन टु द नेसन। सेफ हुँदैन उहाँ सत्तामा पुग्नु भने देश चाहिँ सेफ हुँदैन। त्यो लुसिफर त्यसै भन्नु क्या हो। त्यो त मैले राखिदिएको नाम होइन त एकजना हाम्रो सौरभ कि भन्ने विश्लेषक सरले रहेछ। त्यस पछाडि त झन् देख्यो। अनि त्यस्तो मान्छेलाई झापा 5ले अनुमोदन गर्नु भनेको त झापा 5 आफै फेरि आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्नुहोस् त। झापा 5 का मतदाताले बालनजीलाई मतदान गर्नु भनेको आफ्नै शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्नु जस्तो हो। मैले के भन्यो भनेर तपाईँले नभन्नु होला। पछि यो रेकर्ड राख्नुहोस् होइन। इनकेस जितिहाल्नु भयो होइन र त्यो भइहाल्यो भने त्यो देखिन्छ। त्यसले गर्दाखेरि वी हेभ टु स्टप हिम है। केपीजी त अब त्यही हो। केपी ओली त बुढो पनि हुनुभयो होइन। उहाँ हुनु त म पनि भोलि बुढो हुन्छु। त्यो सबैजना हुन्छन् सबैजना। उहाँबाट त केही पनि आउँदैन अब पटक। त्यसो भए वी हेभ टु स्टप हिम भनिसकेपछि हामीले बालनलाई रोक्नै पर्यो भन्ने तपाईँको रह्यो हो। झापालाई म त्यो आह्वान गर्छु। इज अ डेन्जरस पर्सन खतरनाक मान्छे हो। अब कति सिट जितिन्छ भन्ने अहिलेको प्रक्षेपण भन्नु त मलाई तपाईँहरूको संस्कृति पार्टीको 109 मा हामी म त सबै जित्छौँ भन्छु नि होइन। यस्तो हो कि तपाईँले खेलाडीलाई सोध्दै हुनुहुन्छ नि त। खेलाडी कहिले हार्छु भन्दैन तर खेलाडीले एसेसमेन्ट गर्छ नि त म यहाँ चाहिँ अलिकति कमजोर छु यो पक्ष त्यस्तो हुँदैन नि। श्रम संस्कृति कहाँ कमजोर छ र? श्रम संस्कृति श्रम कहाँ हुँदैन र माटो कहाँ छैन र? अब तपाईँहरूले एउटा म हिजो तपाईँहरूको चुनावी क्याम्पेन पनि हेर्दै पहिला राजनीतिक सैद्धान्तिक कुरा बुझाउनुहुन्छ। त्यसरी मतदाता शिक्षा सिकाउनुहुन्छ। यसरी भोट हाल्ने भन्नु सिकाउनुहुन्छ। त्यसपछि अन्त्यमा चाहिँ तपाईँले गीत सङ्गीतको माध्यमबाट जनतालाई आह्वान गर्नुहुन्छ कि गीतहरू मैले थुप्रै देशको लागि समाज परिवर्तनको लागि
लेख्छु भन्दा पनि गिटार पक्रेपछि खोइ कहाँबाट आउँछ आउँछ म त्यस्तो हो फेरि यो मेरो खास तर ट्यालेन्ट त्यो एउटा चाहिँ मेरो- भइहाल्छ, मेरो- तपाईँले त्यो गिटार पक्रेपछि आउँछ त थु 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 गर्नुहुन्छ नि सुन्नु न त्यो 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 पनि चाहिँ गीतै त्यसलाई हो। तपाईँ त्यो पनि गीतै हो त अहिलेको सुन्नु न हेट गर्न त सुन्नु न। पाइँदैन होला नि त गीतबाट पनि होइन, थु थु होइन। थु भन्नु पाइयो त होइन नि त्यो गीतै हो नि कहाँ त्यो हेट गरेको हो त? कुनै व्यक्तिलाई त होइन नि त मैले होइन कुनै व्यक्तिलाई फलाना यस्तो यस्तो भनेर त भने होइन नि त के छ भने नि अब म थुप्रो खालको गीत बनाउँछु होइन जस्तै हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौँ सबै मिली बनाऊ यो देश होइन यो देशको ढुङ्गा यही देशको माटो होइन यस्ता गीतहरू थुप्रै बनाउँछु तर ती गीतहरू चाहिँ हाम्रो अहिलेको युवालाई अहिलेको पुस्तालाई मन पर्दैन जुन टोनमा म गाउँछु नि मैले त्यो भने नि त सुगम सङ्गीत त मन पराउँदैन नि त अहिलेको युवाले त अहिलेको युवालाई चाहिँ गाउन सजिलो छोटो तरिकाले सास अब त्यो तपाईँको चाहिँ नि सुगम सङ्गीतको गीतहरू चाहिँ धेरै लामो स्वर तानेर होइन स्वरले नपुग्ने गरी अब हार्मोनियम बजाएर गाउनु पर्ने खालको हुन्छ त्यस्तो त मन पराउँदैन साधना चाहिन्छ साधारण चाहिन्छ अहिले त सजिलो चाहियो सबै कुरा अनि अहिले चाहिँ तपाईँको कस्तो भने तपाईँको छोटो प्याटर्नको गीतहरू मन पराउँछ अनि त्यस्तो मेरो गीत चाहिँ त्यो अहिलेको पुस्ताले सुन्दैन होइन तर तिमीलाई पनि सुनाउनु त पर्यो नि त त्यसको लागि त मैले त्यो बनाएको त अर्को खालको होइन कस्तो बनाउनु भएको छ भन्नु भाग 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 भन्नेहरू गुइठे भन्नेहरू होइन यो गीतहरू चाहिँ खुब ट्रेन्डिङमा जान्छ क्या होइन तर त्यहाँबाट पनि मैले चाहिँ फेरि समाजलाई उठाउने चेतना दिने युवालाई जुटाउने नै काम गरिरहेको हुन्छु होइन ओइ अल्सीको राजा भन्ने गीत सुन्नु भएको छैन है के हेर्छस् पर बसेर यहाँ आइज ढुङ्गा बोक्न भन्ने छ क्या मेरो गीत उता उल्लो तरिकाले मन पराउँछ कि तर त्यसको मेसेज त गइराखेको हुन्छ नि त त्यो चाहिँ अल अबाउट गीत भन्ने चाहिँ के रहेछ भने मेसेज रहेछ सर अब तपाईँ 1 घन्टाको भाषण गर्नुहुन्छ र 5 मिनटको गीत सुनाउनुहुन्छ भने 5 मिनटको गीत चाहिँ प्रभावकारी हुँदो रहेछ त्यो चाहिँ हो गीत सङ्गीतमा त शक्ति छ त्यो हुँदो रहेछ त्यसले गर्दाखेरि अब गीत सङ्गीतको सहारा भनौँ न सहारा त के म मेरो मेन ट्यालेन्ट भनेकै गीत बनाउने हो म गिटारसँग बसेर आधी घन्टा मलाई छोडिदिनु भने म एउटा राम्रो गीत बनाएर तपाईँलाई दिइहाल्छु है मलाई त्यो लेखिराख्नै पर्दैन त्यो त्यतिकै त्यो शब्द फुरिहाल्छ मेरो मेन ट्यालेन्ट चाहिँ त्यो हो क्या गीत चाहिँ म क्षणमै बनाउँछु त्यो हो र मैले थुप्रै बनाएको छु लगभग 1000वटा जति मेरो छन् गीत कविता यस्ता कुराहरू त्यसो भएको कारणले गर्दा त्यो कुरा सुन्नुभयो होला र सबैलाई म भन्न चाहन्छु श्रम गरौँ सबै मिलेर बनाउनुपर्छ देश होइन छिमेकीहरू कहाँ पुगिसक्यो त्यता पनि हेरौँ होइन हाम्रो आफ्नो उन्नति हेर्नलाई छिमेकीलाई पनि हेर्नुपर्छ दाँजिनु पनि पर्छ अरूसँग दाँजिनु हुँदैन भन्ने पनि छ तर दाँजिनु पनि पर्छ के हदसम्म होइन उत्तरतर्फको छिमेकीले के गर्दैछ दक्षिणको छिमेकीले के गर्दैछ बिचमा हामी के गर्दैछ अब यहाँको अभियान सफल होस् होइन श्रम संस्कृति सफल होस् अहिले जति पनि हामीले कुराहरू गऱ्यौँ त्यो अनुसार तपाईँ निर्वाचनमा गएर सफलता प्राप्त गर्नुहोस् मतदाताले तपाईँहरूको कुरा सुनुन् पत्याउन् अनि अर्को अजुलीमा छाप लाउन् हो र यहाँहरू देश निर्माणको जुन अभियान भन्दै हुनुहुन्छ त्यो अभियानमा तपाईँहरू सफल हुनुहोस् हामीलाई समय दिनुभयो धेरै धन्यवाद हुन्छ धन्यवाद छ सबलाई हस् थ्याङ्क यू हस्